दर्शकबिन हिजो यो भक्तपुरको मनोहराको सुकुम्बसी बस्तीमा प्रहरीमाथि आक्रमण ढुङ्गामुढा र प्रहरी घाइते भइसकेपछि आज प्रहरीले उच्च सतर्कताका साथ तयारी गरिरहेको छ। अहिले सुकुम्बासी बस्तीमा अब डोजर लगाउन भत्काउन जानुभन्दा अगाडि यहाँ प्रहरीले यसरी प्रशिक्षण दिइरहेको छ। प्रहरीले प्रशिक्षण लिइरहेको छ। अब के गर्ने के नगर्ने भन्ने तरिकाले प्रहरीलाई पोख्त पारिरहेको अवस्था छ। प्रहरी एकै ठाउँमा गोलबद्ध भएर जम्मा भएर यहाँ अब प्रशिक्षण गरिरहेको छ भने अब एकैछिनमा प्रहरीभित्र सुकुम्बासी बस्तीमा डोजर चलाउन जानेछ। हिजो अन्य क्षेत्रमा थापाथलीमा लगायत गैरीगाउँ एरियामा डोजर चलाउँदा कुनै किसिमको अवरोध भएन, त्यहाँ प्रहरीलाई कुनै किसिमको कष्ट भएन। तर यो मनोहरा वरिपरि मनोहराको यो सुकुम्बासी बस्तीमा चाहिँ डोजर चलाउँदा निकै कष्ट भयो। सुकुम्बासी माथि ढुङ्गामुढा प्रहार भयो, 22 जनाभन्दा बढी घाइते भए, 1 जना पत्रकारमाथि पनि आक्रमण भयो। त्यसै कारणले पनि अहिले एक बिहानै प्रहरीले यसरी प्रशिक्षण दिएको हो र प्रहरीलाई उच्च सतर्कता बनाइएको हो। अब यो प्रहरी आज के होला, आज यो सक्सेस